एकाएकी माटो भाँसिन्छ होइन त्यो बेलामा हामीले यो ड्रोनबाट सर्भे गर्न सक्यो भनेपछि राम्रो हुन्छ होइन तार तान्नलाई नै अर्को स्ट्रिङिङको लागि भइहाल्यो त्यही भएर हामीले अब म्यानुफ्याक्चर नेपालमै गर्न पायो भनेपछि झन् राम्रो हुन्छ नि त त्यसको लागि अब यो बेसिक कन्सेप्ट जुन अब यहाँ सिकाएको ह्याक्समा हो यसमा चाहिँ एउटा दुईटा तिनटा चारवटा पाँचवटा छवटा पङ्खा हुन्छ छवटा पङ्खा हुन्छ यो पनि 280 बाई 280 बाई 200 400 500 यो पनि 500 यो 560 को हो भने यहाँबाट 280 यहाँसम्म र यो चाहिँ बेस प्लेट हो यहाँबाट चाहिँ बेस प्लेट यसो गरेर चाहिँ यो टक्क लाएर यो नापेर चाहिँ फ्रेम बनाइन्छ र त्यसपछि चाहिँ यो फ्रेम चाहिँ काटिन्छ काटेपछि चाहिँ यो फ्रेमलाई काटेर यो काटेको फ्रेम चाहिँ यो हो टक्क लाएर यो चाहिँ हेक्साकप्टर है हेक्साकप्टर यो जीपीएस मेन रोल खेल्ने यो कन्ट्रोलर यो रिसिभर यिनीहरू आर्म्स भए होइन अब यो कपर अनि ब्रासलेस मोटर ESC यो मेन चाहिँ अब ब्याट्रीको लागि होल्डर यहाँ तल होइन यो चाहिँ कस्टम ड्रोन हामीले नै बनाइयो होइन यसमा सबै हाम्रो विद्यार्थीहरूको योगदान पनि छ सरको पनि योगदान छ अब यो चाहिँ रजिस्टर नहुने कारणले चाहिँ अलिकति सेफ्टी एन्ड सेक्युरिटीको चाहिँ प्रब्लम आएको छ अरू भनेको त्यस्तै हो ESC अब यो मेन कुरा यही हो यसले अब यता मोटरमा पार्दै चाहिँ बल्ल होइन अब यिनीहरू चाहिँ मोटर चल्ने त्यसपछि पङ्खा चल्ने कपलेयर त्यो हो अब जिपिएसले चाहिँ बाई फोर्स फ्लाइङ गर्ने होइन अब यसलाई चाहिँ ट्र्याकिङ गर्ने ग्लोबल पोजिसन सिस्टमलाई उसले फलो गराउने काम चाहिँ यही हो मेन त अब इनपुट आउटपुट यो गर्नु पऱ्यो तपाईँको च्यानल फिट गर्नु पऱ्यो यो रिसिभर र कन्ट्रोलरको एकदमै फिट च्यानल फिट गर्दाखेरि एकदम राइट प्लेस हुनु पऱ्यो यी वायरहरू अदरवाइज यहाँ चाहिँ हुँदैन अनि यिनीहरू चाहिँ अब क्लकवाइज एन्टी क्लकवाइज यो क्वाडमा फरक छ तर यो ह्याकसम्म चाहिँ के छ भने जस्तै यो ब्याक यो फरवर्ड छ होइन त्यो फरवर्ड यसलाई ब्याक मान्यो भने यता लेफ्ट हुन्छ लेफ्टमा चाहिँ राइट यो सिडब्लु सिसिडब्लु सिडब्लु सिसिडब्लु सिडब्लु सिसिडब्लु यस्तो हुन्छ अदरवाइज क्वाडमा चाहिँ के हुन्छ भने लेफ्ट जस्तै सिडब्लु हुँदाखेरि अपोजिट पनि सिडब्लु हुन्छ होइन अब तर यसमा चाहिँ ह्याकसम्म चाहिँ यो हुँदैन क्या यो टाइप बी रहेछ टाइप बी केबल रहेछ त्यो केबलले चाहिँ टक्क ल्यापटपमा जोडेर सफ्टवेयरमा चाहिँ प्रोग्रामिङ गर्नुपर्छ प्रोग्रामिङ गरेपछि चाहिँ त्यसपछि चाहिँ यो ड्रोन खेल्नको लागि सक्षम हुन्छ अनि तार र यहाँबाट यहाँ जोडेर अनि यो पावरले उसमा ब्याट्रीमा जोडेर चाहिँ अनि रिमोटबाट चाहिँ डबल क्लिक गरेर चाहिँ ब्यान्डिङ हुन्छ हामीले सिपलाको 30 दिन सकेर चाहिँ अब हामी इक्जाम दिन लागेको छौँ यहाँ अब एक्जाम पेपरको लागि तयारी गरिरहेको छ होइन एकदम एक्जाम सकेपछि टक्क लाएर भोलि सर्टिफिकेट आउँछ हाम्रो भोलि एक्जाममा फुल मार्क्स हाल्नुपर्छ हामीलाई फुल मार्क्स हाल्नुहुन्छ यसलाई बोल बोल्ड कसरी गरिन्छ यसलाई एन्टिनालाई अनि त्यसलाई डाउन गर्ने तपाईँको नाम भन्नुहोस् यही त होला अब रिमोटलाई साइड
तिम्रो तिमी पागल हो उडाइदे तिमी पागल हो तिमी यो मान्छेको नाम के हो मोनिका यो मान्छेको नाम के हो रन्जिता थापा यो मान्छेले नामै भन्नु भएन हेलो गाइस श्री अंकिता हेलो हेलो आउनु सेक्टर कोर्डिनेटर केही बोल्न चाहन्छु ल्याउ न म लिन्छु नि इन्टरभ्यु यो कसको हो तपाईँको हो तपाईँ जान्ला हो ल भन्नु भएका पिटा गर्दिनु न ल लिनु है सर धन्यवाद थ्याङ्क यू कहिले भेट्दा भिडियो केमा आउँछ म के हाल्दियो युट्युब हाल्दियो ल भन्नु इफ यु लाइक दिस भिडियो प्लिज ल के भन्छ सब्सक्राइब लाइक एन्ड कमेन्ट बाइ बाइ लास्ट सकेर सब गराएर अब हामी चाहिँ घर जाँदैछौँ फाइनली ए आज चाहिँ टक्क लाएर बिहान आयो टक्क लाएर बस्यौँ जम्मा भयो एक्जामको तयारी गऱ्यो भेटौँला है त